मलाई चाहिँ धेरैजनाले चाहिँ एनआइएमबी अब के गर्दाखेरि राम्रो होला, बाइङ गरौँ कि अनि भएको चाहिँ के गर्ने भनेर चाहिँ मलाई धेरैजनाले क्वेसन सोध्नु भएको थियो है। सो एनआइएमबीमा चाहिँ अब चाहिँ हामीले चाहिँ के गर्ने हो त भन्दाखेरि चाहिँ हामी चाहिँ यो एरियाले वेट गर्नुपर्छ भनेर भन्छ है। सो यो ग्याप पनि छ हाम्रो, यहाँ एक लेभलको सपोर्ट एरिया पनि छ है। सो यो एरियामा आउन दिनुहोस् अनि मात्रै तपाईँहरूले चाहिँ बाइङ गर्नु होला भनेर भन्छु, जसले चाहिँ बाइङ गर्ने भनेर सोचिराख्नु भएको छ है। अनि जोसँग छ उहाँहरूले चाहिँ अब चाहिँ होल्ड गर्नु होला भनेर भन्छु, किन भन्दाखेरि चाहिँ यो हाम्रो चाहिँ बाइङ एरिया नजिकै आइसकेको छ। सो यो एरियामा चाहिँ सेलिङ गर्नु पर्दैन भनेर भन्छु, जस्ट होल्ड योर पोजिसन भनेर भन्छु है। अब तपाईँले टुप्पोमै किन्नु भएको छ, लस छ भने चाहिँ यो ग्यापमा आयो भने चाहिँ तपाईँले चाहिँ एभरेज गर्न सक्नुहुन्छ अनि मिनिमम पनि तपाईँले चाहिँ यो एरियासम्म टार्गेट राख्न सक्नुहुन्छ। लगभग 230 सम्म चाहिँ तपाईँहरूले चाहिँ टार्गेट राख्न सक्नुहुन्छ भने चाहिँ, अनि तपाईँहरूले चाहिँ स्टप लस चाहिँ यो 184 185 चाहिँ राख्नु होला भनेर भन्छु है। सो यो एरियामा आयो भने चाहिँ तपाईँले चाहिँ बाई गर्न सक्नुहुन्छ। टार्गेट चाहिँ यो एरिया लगभग हाम्रो चाहिँ 18% को टार्गेट हुन्छ भने चाहिँ यो एरियामा हामीले स्टप लस राख्यो भने चाहिँ लगभग हाम्रो चाहिँ 6.5% को चाहिँ स्टप लस हुन्छ। सो रिस्क रिवार्ड रेसियो हेर्ने हो भने अति राम्रो छ, 1:3 झन्डै 3 हुन जान्छ है। बाइङ गर्ने हो भने चाहिँ हाम्रो यो ग्यापमा आउने बित्तिकै तपाईँले चाहिँ बाइङको लागि हेर्न सक्नुहुन्छ। तपाईँहरूसँग छ भने चाहिँ होल्ड गर्नु होला।